ओम नमो नारायण। यहाँहरू सबैलाई पुनः हार्दिक स्वागत गर्न चाहन्छु। आज 15औं दिनको बसाइमा हामी छौँ र श्री स्वस्तानी माघ महात्म्यको व्रत कथा पनि आजसम्म हामीले 14वटा भनिसकेका छौँ भने आज 15औं अध्यायमा हामी छौँ र 15 अध्यायको कथा सुनाउनको लागि म यहाँकै सहयात्री नारायण भण्डारी तम तयार भइसकेको छु र यहाँहरूलाई कथा भन्नुभन्दा अगाडि गरिने स्तोत्र वाचनतर्फ म लैजान चाहन्छु। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुता स्तुवन्ति दिव्यैस्तवै वेदै साङ्गपद कर्मोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचरचितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला पर्विलसन् मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसाद वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। श्री स्वस्थानी माताको आजको आनन्दको अब म आजको 15औं अध्यायको कथातर्फ यहाँलाई लैजान चाहन्छु र यो कथा भन्दा अगाडि अघिल्लो 14औं अध्यायमा यहाँहरूले शिवजी पार्वतीसँग कैलाश गमन गर्नुभएको कथा मैले यहाँहरूलाई श्रवण गराएको थिएँ र आजको कथा अब के हुन्छ यहाँले अगाडि सुन्नुहोला। अथ पञ्चदशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यसपछि एक दिन पार्वतीले बुकुवा गस्ता निस्केको मैलको मूर्ति बनाई ढोकामा पाले बनाएर राखेकी थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यो पालेले जान दिएन र रिसाई शिवले त्यसको शिर छुट्याएर भित्र जानुभयो। पार्वतीले हजुरलाई भित्र आउँदा ढोकेले रोकेन भनेर सोधिथिन्। मैले त त्यसको शिर छेदन गरिदिएँ शिवले भन्नुभयो। त्यो सुनि पार्वतीले शोक गरेर भनिन्, त्यो त मेरो पुत्र हो, अनर्थ भयो प्रभु, अब के गर्ने। तिनको कुरा बुझेर शिवजी भन्नुहुन्छ, पार्वती मैले तिम्रो छोरालाई चिनेको थिइनँ, त्यसैले मारियो, चिन्ता नगर, फेरि जीवित पारिदिन्छु। यति भनी आफ्ना गणहरूलाई डाकेर चन्द्रबाण दिई आज्ञा गर्नुभयो, तिमीहरू अब चारै दिशामा जाऊ र पहिले जसले जहाँ जे पाउँछौ त्यसको शिर काटेर ल्याउनु। शिवको यस्तो आज्ञा पाएका गणहरू चारै दिशा जाँदा एउटा हात्ती भेटियो र चन्द्रमाणले त्यसको शिर काटी लिएर आए अनि त्यही टाउको जोडेर पार्वतीको छोरोलाई महादेवले जीवित पारिदिनु भयो। अनि त्यही ढोकेलाई आफ्ना गणहरूको अधिपति बनाएर गणेश भन्ने नामाङ्करण गरी पनि गरिदिनु भयो। त्यसपछि शिवजी पार्वतीसित मात्र सुतेर बस्न लाग्नु भएको देखेर इन्द्रलाई चिन्ता पारेर अग्निलाई डाकी भने, हे अग्नि, महादेव बिना यो संसार चक्र चल्न सक्दैन। उनी पार्वतीसित मात्र भुलेर बाहिर निस्कँदैनन्। अत तिमी गई शिवजीलाई काशीमा ल्याऊ। अग्निले हुन्छ भनेर कैलाशमा पुगी भित्र जान लाग्दा ढोकेले जान दिएनन् र ताला छिराउने प्वालबाट वायु रूप लिएर भित्र पुगे। त्यसबेला शिव पार्वती एकान्तमा आनन्द गरिरहेका थिए। अग्निलाई देखेर यस्तो समयमा आउने
भने शिवजी रिसाएर भस्म पार्न लाग्नुभयो। त्यो देखेर पार्वतीले भनिन्, हे नाथ, भिक्षा माग्न आउनेलाई मार्नु उचित छैन, बरु केही दिएर पठाउँ। पार्वतीको इच्छा बुझेर शिवजीले झोंकले लौला भनी आफ्नो वीर्य अग्निका हातमा राखी त्यहाँबाट धपाउनु भयो। अग्निले त्यो वीर्य खाएर गर्भ रह्यो। तब अग्नि डराई गङ्गाको तटमा गई कुशको झाङमा उकेलिदिए। त्यो अमोद वीर्य आगो झैँ बल्न लाग्यो। त्यसै बेला सप्तऋषिका स्त्रीहरू गङ्गा स्नान गर्न आएका थिए। बल्दो आगो देखेर तिनीहरूमध्ये 6 जनाले तापे। एउटीले अर्काले बालेको आगो तापे, धर्म जान्छ भनेर नतापिकन घर गइन्। आगो ताप्ने जतिलाई गर्व रह्यो र ऋषिहरूले कसको गर्व बोक्यो भनी धेरैपल्ट सोधे, तर कसैले पनि उत्तर दिन सकेनन्। बरु ऋषिले श्राप दिए अनि ती 6 जनाले त्यो वीर्य गङ्गामा उकेलिदिए। त्यति गर्दा पनि चित्त नबुझेर ऋषिले ती पत्नीहरूलाई त्यागिदिए। तर तिनीहरू निर्दोष हुनाले दिव्य स्वरूप पाएर आकाशमा गई षटकीर्तिका तारा भएर बसे। ऋषि पत्नीहरूले गङ्गामा उकेलेर आएको वीर्यले 6 मुख भएका कुमार जन्मिए। ती गङ्गाजीका छोरा भएर शिवगणका साथ बस्न लागे। त्यो 6 मुखे कुमार भनेको को रहेछ भनौला हे गच्छमुनि, तिमीलाई अहिले कथा सुनाउने म नै हुँ। त्यसपछि एक दिन शिवजीले गणेशलाई र मलाई डाकेर आज्ञा भयो, हे कुमार, हे गणेश, तिमी दुवै सुमेरु परिक्रमा गर्न जाओ। जो पहिले आउला त्यसलाई म वरदान दिनेछु। त्यो आज्ञा सुन्न साथ मेरो वाहन मयूर हुनाले म दगुरिहालेँ। म हिँडेको देखेर गणेशलाई अब कसो गरौँ भन्ने चिन्ता पर्यो र आफ्नो वाहन मुसोलाई भने, हे कुमार, कुमार सुमेरु परिक्रमा गर्न गइसके। त त्यस्तो छस्, म यस्तो छु, अब के गर्ने, लौ न लौ भन्। मुसोले भन्यो, हे गणराज, मेरो सल्लाह मान्नुहुन्छ भने शिव पार्वती र गङ्गाजी बसेको स्थानमा गई हात जोडेर प्रार्थना गर्नुहोस्। हे माता, हे पिता, मेरो सुमेरु पर्वत पनि हजुर, देवताका देवता पनि हजुर नै हुनुहुन्छ। यति भनेर 3 पल्ट प्रदक्षिणा गर्नुहोस्, हजुरलाई अवश्य वरदान मिल्नेछ। मुसाको त्यो भनाइमा गणेशजीलाई पनि विश्वास लाग्यो र त्यसै अनुसार गरे। शिवजी तत्काल प्रसन्न भएर आज्ञा गर्नुभयो, हे गणेश, तिमी धन्य रहेछौ। 3 लोकमा जहाँ भए पनि जुनसुकै कार्य आरम्भ गर्दा पनि पहिले तिम्रो पूजा हुनेछ। तिम्रो आराधना नगरिकन थालेको कुनै पनि कार्य सिद्ध हुने छैन। हे अगच्छमुनि, अब मेरो कुरा सुन। म चाँडै आउन सकिन र मेरी आमा गङ्गालाई चिन्ता लागेर शिवसँग भन्नुभएछ, हे ईश्वर, गणेशलाई वरदान दिइबक्सियोस्। मेरो पुत्र कुमार अझ आइपुगेन, के गर्ने। तिनको मनको भाव बुझेर शिवजीले आज्ञा गर्नु, हे गङ्गे, शीर्षस्थानी परमेश्वरीको पूजा गर, तिम्रो छोरो चाँडै नै आइपुग्नेछ। शिवजीको त्यस्तो आज्ञा सुनि पौष शुक्ल पूर्णिमादेखि व्रत आरम्भ गरी माघ शुक्ल पूर्णिमाको दिन विधिपूर्वक स्वस्थानी परमेश्वरीको व्रत पुरा गरिन्। अर्घ दिई स्तुति गर्न लागेको बखतमा म आइपुगेँ अनि 108वटा सबै वस्तु 8 झिकेर मलाई प्रसाद र आशीर्वाद दिनुभयो। त्यसपछि मैले, हे पिता, मलाई पनि वरदान बक्सियोस् भने। त्यसपछि शिवजीले आज्ञा भयो, कसैले केही कार्य गर्यो भने पहिले तेरो पूजन गर्नेछ। कुमारले त्यति भनेपछि अगस्त्यमुनिले भने, हे स्कन्द कुमार, अब तारकासुरले कसरी वरदान पायो, त्यो कसरी मारियो र इन्द्रले अमरावती कसरी पाए, यो सबै वृत्तान्त सुनाउनुहोस्। त्यस्तो प्रश्न सुनेर कुमार भन्दछन्, हे अगस्त्यमुनि, कश्यप ऋषिको वंशमा जन्मेको तारकासुर दानवले दुग्ध प्रभा तीर्थमा स्नान गर्दा पेची मुनिले बसेर तपस्या गरेको देखेर उसलाई पनि तपस्या गर्ने मन हुँदा पेची मुनिसित सोध्यो, हे मुनि, मलाई पनि तपस्या गर्न मन लाग्यो, तपाईँ कसको तपस्या गरिरहनु भएको छ भन्नुहोस्। त्यसको इच्छा बुझेर मुनिले भने, हे तारकासुर, तिमीलाई तपस्या गर्ने मन भए यिनै दुग्ध प्रभा नदीको सिंहासनमा हिमालय पर्वत छ, त्यहीँ गएर ब्रह्माको तपस्या गर। मुनिको वचन मानेर तारकासुर त्यहीँ पुगी तपस्यामा लाग्यो। उसको कठोर तपस्या देखेर ब्रह्माजी प्रसन्न भई, जे इच्छा छ वर माग,
भन्नुभएर तारकासुर बिन्ती गर्दछन्, हे ब्राह्मण हजुरको सृष्टिको 5 वर्ष नागेको कुनै पनि प्राणीले मलाई मार्न नसकोस्। फेरि जसले मेरो शिर काटेर भूमिमा खसाल्दछ त्यसको शिर पनि तुरुन्तै फुटेर मरोस्, सम्पूर्ण देवतालाई म जित्न सकौँ। त्यति सुनि तथास्तु भनी तारकासुरलाई आफ्नो ब्रह्मास्त्र समेत दिई ब्रह्माजी घर फर्कनुभयो। त्यसपछि तारकासुरले सेना एकत्र गरी अमरावती लिन हिँड्यो। त्यसलाई आउन लागेको देखेर देवताहरू आफ्ना शास्त्र अस्त्र लिएर युद्धमा तत्पर भए। दुवै पक्षका धेरै सैन्य मारिए। पछि देवताहरूले धेरै दानवहरू मारिएको देखेर तारकासुर आफ्ना गुरु शुक्राचार्य कहाँ पुग्यो र सारा स्थिति सुनायो। अनि शुक्राचार्य युद्धभूमिमै आएर सञ्जीवनी विद्याद्वारा सारा मरेका दानव सैन्यलाई जीवित पार्न लागे। त्यही क्रमले 10,000 वर्षसम्म देवता र दानवको युद्ध चलिरह्यो। दानवहरू चाहिँ मरेको पनि जीवित हुने र देवताहरू मरेको मरै हुने भएको हुँदा इन्द्रले हार मानी आफ्ना गुरु बृहस्पतिलाई सम्पूर्ण युद्ध स्थिति वर्णन गरेर सुनाएपछि बृहस्पतिले भने, हे देवराज, यस युद्धमा तिमी विजय हुन सक्दैनौ, किनभने तारकासुरले ब्रह्माको वरदान पाएको छ। केवल शिवजीले मात्र त्यसलाई मार्न सक्नुहुन्छ। अत सबै देवता लड्न छाडेर उनैका शरणमा जाओ। गुरु बृहस्पतिको सल्लाह अनुसार सबै देवता कैलाश पुगे र महादेवलाई साष्टाङ्ग दण्डवत गरेर बिन्ती गर्न लागे, हे जगदीश्वर, पापिष्ट तारकासुरले अमरावती लिएर हामीलाई असह्य कष्ट दियो। अब हजुरले हाम्रो उद्धार गरिबक्सनु पर्दछ। तिनको प्रार्थना सुनेर शिवजी आज्ञा गर्नुहुन्छ, हे देवगण, त्यस तारकासुर दानवलाई मैले मार्नु हुँदैन, मेरो पुत्र कुमारले मार्न सक्दछ। तिमीहरू कुमारलाई सेनापति बनाएर युद्ध गर र म पनि आउँला। यस्तो शिवजीको आज्ञा अनुसार कुमारलाई सेनापति बनाएर सारा देवता युद्ध गर्न हिँडे। यता गणेशको भने कसैले पनि वास्ता नगरेको हुँदा उनी दिक्क मानेर आफ्नो बाण मुसोसित भने, शिवजीले हिजो भर्खर वरदान दिएको आजै अन्याय गरी मलाई कसैले पनि टेरेन। तब मुसोले भन्यो, गणराज, तपाईँको अपमान गरेको होइन, उनले भन्नै बिर्से, म अहिले सम्झाइदिन्छु। यति भनेर मुसोले प्रस्थानको निम्ति राखिएको धनुषको ताँदो काटिदियो। त्यो देखेर विघ्न भयो भनी देवताहरू डराएर शिवजीलाई भने, महादेवले गणेशलाई मात्र भन्न बिर्सेर यस्तो भएको हो, त्यसलाई पनि सँगै लैजाओ भन्नुभयो र गणेश समेत भई प्रस्थान गरे। अनि देवता र दानवको ठुलो लडाईँ भयो। तारकासुरले कुमारको रथ 1 योजन पछाडि धकेलिदियो। अनि कुमार रिसाई त्यसको रथ 4 योजन पर फ्याँकिदिए। अनि त्यो रिसाई खड्ग प्रहार गर्यो। कुमारले त्यस खड्गलाई बीचमै काटेर चन्द्रबाण कानसम्म धनु खिची तारकासुरको घाँटी ताकेर छोडिदिनु भयो। त्यसबेला सूर्यास्त भए पनि तारा उदाएका थिएनन्। अत त्यस चन्द्रबाणले त्यसै बेला तारकासुरको शिर काटिदियो। त्यो शिर भूमिमा खस्न नपाउँदै शिवजीले समाउनु भयो। तारकासुर मरेको देखि शेष बचेका दानवहरू डराई भागे। देवताहरूले धन्य धन्य कुमार भनेर प्रशंसा गरे। त्यसपछि सारा देवता कैलाश गएर बिन्ती गर्न लागे, हे जगदीश्वर, हजुरको कृपाले हाम्रो ठुलो शत्रुको नाश भयो। हजुरको दया सदैव जय होस्। अब आज्ञा भए हामीहरू अमरावती जाने थियौँ। देवताहरूको बिन्ती सुनि तिमीहरूको राज्य निष्कण्टक होस् भनी शिवले बिदा दिनुभयो र इन्द्र सहित सम्पूर्ण देवता स्वर्गपुरी गएर आनन्द साथ बस्न लागे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ मार्ने कुमार संवादे श्री स्वस्तानी परमेश्वर्य व्रत कथायां तारकासुर वधो नाम 15 हरये नमः। अब म कथाको अन्तिममा गरिने मङ्गलाचरण वाचन गर्न गइरहेको छु। हजुरहरू सबैले हात जोडी हुनै श्री परमेश्वरी श्री स्वस्तानी माताको आराधना गर्नुहोला। उपनयतु मङ्गलमोह सकल जगन मङ्गलालय श्रीमन् दिनकर किरण निबोधित नवनलीन दल निवेक्षणः कृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽस्यं शिवरहितो ब्राह्मणः सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण
निर्धना साधना सन्तु जीवन्तु शारदां शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतद्वारकथा प्रसङ्गः या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर पृथिवीर्देवैः सदा वन्दिता सा मम पातु सरस्वती भगवती निशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियर्वा बुद्धात्मना वा प्रकृतिर्स्वभावत् करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयेत् नारायणायति समर्पयेत् नारायणायति समर्पयेत्। श्री स्वस्तानी माता को जय। आजका भक्तजनहरूको भक्तजनहरूका पितृहरूको भक्तजनहरूका कुल देवताहरूको हाम्रा समस्त यस पृथ्वीमा भएका चराचर प्राणी जगतहरूको जय। वैदिक सनातन धर्मको तीर्थव्रतहरूको जय। जय 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 श्री राधे राधे जय होस्।